सबैजना नमस्कार सबैजनालाई। यदि तपाईँ डेनमार्कमा बस्दै हुनुहुन्छ या तपाईँ युरोपमा बस्दै हुनुहुन्छ र तपाईँले ट्रेडिङ गर्दै हुनुहुन्छ भने यो इन्फर्मेसन तपाईँको लागि धेरै नै हेल्पफुल हुन सकिन्छ है। जस्तो अहिलेको कन्टेक्स्टमा तपाईँले फेसबुकमा या वाट्सएप ग्रुपमा यस्तो इन्फर्मेसनहरू धेरै पाइरहेको हुन सकिन्छ। जस्तो कि फर एक्जाम्पल यो स्टकहरू चाहिँ यो महिनामा चाहिँ 2 या 3 टाइम्स हुन्छ या यतिदेखि यतिसम्म पुग्न सकिन्छ। जस्तो अहिले $5 छ भने चाहिँ यो चाहिँ $25 सम्म जान सकिन्छ भनेर चाहिँ दिएको स्टकको बारेमा चाहिँ धेरै इन्फर्मेसनहरू अहिले फेसबुकमा या वाट्सएप ग्रुपमा तपाईँले पाइरहेको हुन सकिन्छ। यदि तपाईँले यस्तो पाइसकेपछि हामी जस्तो साधारण मान्छेलाई पनि के गर्दो रहेछ भन्दाखेरि यसले चाहिँ आकर्षित गर्दो रहेछ। वाइ नट टु ट्राई भन्ने कुरा चाहिँ दिमागमा आइहाल्दो रहेछ। अनि यस्तो केसमा चाहिँ मैले पनि थुप्रै स्टकहरू मैले पनि ट्राई गरेँ। जस्तो रिसेन्टली मैले एउटा ट्राई गरेको स्टक चाहिँ ओएसटी भनेको युएस स्टक, जुन चाहिँ मैले हेर्दाखेरिसम्म $4 थियो त्यो। अनि मैले त्यो हेर्दै 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 जाँदाखेरि त्यो बढेको मैले देख्दै गएँ। 4 देखि 5 पुगेको मैले सजिलै देखेँ विदिन सम डेजमा होइन। अनि त्यो पछि चाहिँ मैले पनि ल म पनि इन्ट्री गरौँ भनेर मैले पनि लिइहालेँ त्यो स्टक चाहिँ होइन। त्यो स्टक लिइसकेपछि मेरो पनि त्यो 5 पोइन्ट समथिङबाट चाहिँ बढ्दै 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 $7 सम्म पुग्यो। त्यो एराउन्ड 25-26% सम्म तपाईँ क्यालकुलेट गर्नु होला। एराउन्ड 27% सम्म बढ्दै गयो। अनि मेरो केसमा चाहिँ के भयो भन्दाखेरि चाहिँ त्यो स्टकलाई चाहिँ स्याक्सो प्लेटफर्मले चाहिँ त्यो धेरै हाई रिस्क स्टक भनेर चाहिँ त्यसले चाहिँ के गरिदियो, डिरेजिस्टर गरिदियो। अनि त्यो गरिसकेपछि के भयो भन्दाखेरि मसँग एउटै अप्सन्स थियो, यो मेसेज पनि हेर्नु होला है। त्यो मलाई स्याक्सो प्लेटफर्मबाट पठाएको मेसेज, यो चाहिँ मैले क्लोज गर्न सकिन्छ, फर्दर ट्रेडिङ गर्न सकिँदैन, क्लोज गर्न सकिन्छ र कम त्यो स्टकको प्राइस डाउन भयो भने डाउनमा मात्र हुन्छ, अपमा चाहिँ हुँदैन भन्ने कुरा चाहिँ मैले मेसेज पाएँ। र भनेपछि मैले अटोमेटिक त्यही दिनमा चाहिँ त्यसलाई के गरिदिएँ, क्लोज गरिदिएँ। मेरो त सर्टेन पैसा आयो। अनि मैले त्यो स्टिल त्यसलाई वाच गरि नै रहेको थिएँ। त्यो ओएसटी भन्ने स्टकलाई मैले वाच गरि नै रहेको थिएँ। त्यो बढ्दै 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 कतिसम्म पुग्यो भने $9 सम्म पुग्यो। अब चाहिँ मेन कुरा चाहिँ अब आउँछ है। त्यो $9 पुगिसकेपछि मलाई लास्ट डेट त मलाई एक्ज्याक्टली याद भएन अहिले चाहिँ, किनकि यो मैले भिडियो बनाउँछु भन्दा भन्दै यो भिडियो बनाउन चाहिँ धेरै नै टाइम लाग्यो, किनकि त्यो बेला अलि म बिजी थिएँ, बनाउन पाएन। तर त्यो $9बाट चाहिँ सिधै $0.54 सम्म घट्यो। त्यो मैले त्यसको फोटो लिएको छु, यो हेर्नुहोस्। अनि त्यो घटिसकेपछि त्यो दिनमा 93.33%ले त्यो एकै दिनमा घटेको थियो। अनि एउटा कुरा यहाँ यो पनि ख्याल गर्नु होला कि कुनै पनि स्टक बढ्दाखेरि 1 देखि 2 पुग्यो भने चाहिँ 100% बढेको हुन्छ है। 2 बाट 1 झर्दाखेरि चाहिँ त्यो 100% भन्दा बढी हुन्छ। त्यो कुरा ख्याल गर्नु होला, किनकि 9 पोइन्ट समथिङबाट 0.53 हुँदाखेरि उसले चाहिँ 93% भनेको छ। त्यो क्यालकुलेट गर्नु होला, त्यो धेरै हुन्छ। 93% होइन, त्यो 93% भन्दा पनि धेरै हुन्छ। त्यो कुरा चाहिँ ख्याल गर्नु होला है। अनि यस्तो केसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँले कमाएको 4-5 वर्षमा कमाएको पैसा पनि एकै दिन पनि स्वाहा हुन सकिन्छ, किनकि उनीहरूको ग्रुप, एक्सपर्टहरूको ग्रुप, यिनीहरूले चाहिँ कस्तो गर्दो रहेछ भन्दाखेरि चाहिँ यो स्मल क्यापिटल स्टकहरू आइडेन्टिफाई गरेर उनीहरूको ग्रुपसँग त्यस्तो क्यापासिटी हुन्छ अथवा नलेज हुन्छ, डिफ्रेन्ट काइन्ड अफ द नलेज, डिफ्रेन्ट काइन्ड अफ द स्ट्रेन्थ उनीहरूसँग हुन्छ। जस्तो फाइनेन्सियल स्ट्रेन्थ हुन्छ उनीहरूसँग, धेरै अब फाइनेन्स पनि होला, ग्रुप त्यस्तै छ भनेपछि उनीहरूसँग चाहिँ अब एक्सपर्टिज पनि होला, त्यस्तोमा टेक्निकल नलेज पनि बढी होला। धेरै नलेजको कम्बिनेसन गरेर उनीहरूले के गर्दो रहेछ, हामी जस्तो मान्छेलाई पनि उनीहरूले के गर्छ, जोइन गराउने प्रयास धेरै गर्छ। र हामी जस्तो मान्छे लोभिएर होस् या आकर्षित भएर होस् या केही सिक्नको लागि होस्, हामी पनि त्यसबाट आकर्षित भइहाल्छौँ अनि ट्राई गरिहाल्छौँ। त्यो ट्राई गरेपछि अनि अलिअलि बढेको 15%, 20% या 2 टाइम्स बढेको त्यसो देख्दाखेरि, त्यसो स्टक तपाईँले फलो गऱ्यो भने त्यो बढेको देख्दाखेरि हामीलाई के हुन्छ, त्यसले धेरै आकर्षित गर्दो रहेछ अनि हामी पनि जम्प गरिहाल्दो रहेछौँ। मैले पनि धेरै स्टकहरू त्यसो ट्राई गरिसकेँ होइन। अनि त्यस्तो केसमा चाहिँ धेरै जस्तो स्टकहरूमा चाहिँ सर्टेन टार्गेटमा गइसकेपछि त्यो एकदमै घट्छ। यो केसमा चाहिँ 93% घटेको छ। तर मलाई चाहिँ यसमा चाहिँ यो के भन्छ, स्याक्सो प्लेटफर्मले चाहिँ केही हदसम्म बचाएको छ। अब आयो मेन कुरा चाहिँ, अब यस्तो केसमा तपाईँ ट्रेडिङ गर्नुहुन्छ, तपाईँले चाहिँ होइन केही सर्टेन टाइम पिरियडको लागि, योसँग डे ट्रेडिङ होइन, एटलिस्ट पनि 15 डेज या 1 मन्थ्सको तपाईँले टाइम राखेर ट्रेडिङ गर्नुहुन्छ भने चाहिँ बस्न चाहिँ कसरी सकिन्छ भन्दा प्रफिट चाहिँ यसलाई चाहिँ म्याक्सिमाइज चाहिँ कसरी गर्न सकिन्छ भन्ने कुरामा चाहिँ तपाईँले यस्तो स्टकहरू किन्दाखेरि या बाई गर्दाखेरि त्यही दिनमा नै के गर्नुहोस्, स्टप लस लगाउनुहोस् है।
जस्तो डे ट्रेडिङ गर्दाखेरि हामीले चाहिँ स्टप लस एज वेल एज यो टेक प्रफिट पनि लगाइहाल्छौँ, किनकि त्यसमा चाहिँ 1:3 या 1:2 या 1:4 तपाईँको स्ट्राटेजी अनुसार तपाईँले त्यो लगाउनुहुन्छ। बाहिर त्यो चार्टले के बताउँछ, तपाईँको इन्फर्मेसनले के बताइरहेछ होइन, तपाईँको फन्डामेन्टल एनालिसिसले के बताइरहेको छ, त्यो अनुसार तपाईँले डे ट्रेडिङ गर्दाखेरि तपाईँको आफ्नो चाहिँ प्लान अनुसार टार्गेट दुवै प्रफिटको लागि पनि लसको लागि पनि राखिहाल्नुहुन्छ। तर यो केसमा चाहिँ कस्तो गरेको फाइदा हुने रहेछ जस्तो मलाई फिल भएको चाहिँ आफैले पनि एक्सपिरियन्स गर्नु होला। यस्तो केसमा चाहिँ प्रफिट जानेलाई छोडिदिने, लसलाई मात्रै स्टप लस लगाउने। यस्तो केसमा चाहिँ धेरै जस्तो मेरो अनुभव चाहिँ कस्तो रह्यो भन्दाखेरि त्यो हाई जाँदाखेरि पनि धेरै हाई जान्छ यिनीहरू, तल जाँदाखेरि पनि धेरै तल जान्छ। त्यसै कारणले एकै दिनमा त्यो टार्गेट त फुलफिल हुन्छ नै। यस्तो केसमा चाहिँ 3% या 5% चाहिँ धेरै जस्तो टार्गेट फुलफिल हुन्छ। तर यो चाहिँ प्रत्येक दिन केही दिनको लागि चाहिँ बढ्दो रहेछ। त्यो कारणले चाहिँ स्टप लस चाहिँ लगाइदिने, त्योभन्दा बढी घट्यो भने चाहिँ म लस बियर गर्दिनँ, तर प्रफिटको लागि चाहिँ छोडिदिने। अनि यो चाहिँ केसमा चाहिँ के चाहिँ अर्को एउटा अब इम्पोर्टेन्ट कुरा छ भन्दाखेरि यसमा डे ट्रेडिङ चाहिँ होइन यो, तर स्टिल तपाईँले प्रत्येक दिनमा चाहिँ स्टप लसलाई, किनकि त्यो प्राइस चाहिँ धेरै जस्तो बढ्छ, अनि त्यो बढ्ने बित्तिकै फर इक्जाम्पल आज चाहिँ 3% या 5% बढ्यो भने हिजो स्टप लस लगाएको भन्दा पनि त्यसलाई अलिकति बढाइदिने, 3% बढाइदिने, प्रत्येक दिन बढाइदिने, प्रत्येक दिन बढाइदिने। त्यो गर्दाखेरि चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि तपाईँले स्टपलाई चाहिँ यसरी यो प्रफिटलाई चाहिँ इन्जोय गर्न सक्नुहुन्छ। यदि लस भइहाल्यो भने तपाईँले टार्गेट सेट गरेको लसभन्दा चाहिँ कति नजाओस्। यो कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छ यस्तो स्टकहरूमा। यो एकदमै हाई रिस्क स्टकहरू हो, किनकि यो त्यस्तो ग्रुपमा, फेसबुक ग्रुप या वाट्सएप ग्रुप, त्यसको मेकानिजम ग्रुपहरूलाई चाहिँ मेकानिजम डेभलप गरेको ग्रुपहरूलाई पनि थाहा छ कि यो चाहिँ त्यस्तो स्टकहरू मात्र यस्तो हाइप लिन सकिन्छ जसको चाहिँ क्यापिटल मार्केट स्मल होस्, सानो होस्, र उनीहरूले चाहिँ त्यस्तो ग्रुप बनिसकेपछि अब पैसा पनि धेरै भइसकेपछि धेरै मात्रामा उनीहरूले खरिद गर्न लगाउँछ अनि आफैले पनि खरिद गर्छ भनेपछि त्यस्तोमा चाहिँ उनीहरूले चाहिँ प्राइसलाई चाहिँ इन्फ्लुएन्स गराउन सकिन्छ भन्ने मेरो मान्यता हो। द्याट्स नट स्योर, यो 100% चाहिँ होइन, तर त्यो चाहिँ मलाई लाग्छ, त्यो मैले महसुस गरेको छु होइन, मैले एक्सपिरियन्स पनि गरेको छु। त्यो कारणले गर्दाखेरि यस्तो स्टकहरूमा पैसा बनाउने चान्सेस पनि छ, तर लस भयो भने चाहिँ पहिला नै तपाईँ अवेर हुन सक्यो भने चाहिँ लसलाई चाहिँ मिनिमाइज गर्न सकिन्छ, या आफूले चाहेको जति मात्र लस बियर गर्ने गरी चाहिँ यस्तो स्टकहरू चाहिँ ट्राई गर्यो भने चाहिँ तपाईँले कमाउन सक्ने चान्सेस चाहिँ हुन्छ। किनकि यस्तो केसमा चाहिँ धेरै चाहिँ तपाईँले पहिला चाहिँ फर्स्टमा हेर्नुहोस् सर्टेन टाइम त्यस्तो ग्रुपमा जोइन भइसकेपछि, अनि पछि चाहिँ आफ्नो अनुसार टार्गेट चाहिँ सेट गर्यो भने चाहिँ लस हुनबाट चाहिँ बचाउन सकिन्छ र प्रफिट पनि म्याक्सिमाइज चाहिँ तपाईँले गर्न सकिन्छ। यो यदि इन्फर्मेसन तपाईँलाई सही लाग्यो, यदि तपाईँलाई चाहिँ त्यो फाइदाजनक लाग्यो भने चाहिँ भिडियो चाहिँ लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु होला है। थ्याङ्क यू।